सबैजना हजुरहरूलाई नमस्ते। अनि मेरो नाम सौरभ दाहाल, थाहा भइहाल्यो। विश्व साइकल यात्राको 42औं राष्ट्रको भ्रमणको क्रममा आज बेलायतको किओजिआरआरमा आएर चाहिँ मैले आफ्नो कुराहरू राख्न पाउँदाखेरि र तपाईँहरूले गर्नुभएको सहयोगले चाहिँ मेरो यात्राको चौतारीमा भोलिको लागि चाहिँ एकदम झन्झन दरिलो प्रेरणा अनि हौसला मिलेको छ। त्यसको लागि सबैजनालाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु। र खास गरेर मैले यो यात्रा चाहिँ नेपाल राष्ट्र र नेपाललाई संसारभरि चिनाउने उद्देश्यले चाहिँ मैले यात्रा गरेको हो। र तपाईँहरूकै सानो सानो सहयोगले चाहिँ मैले चाहिँ यात्रा गर्दै आज यो ठाउँसम्म पुगेको छु। विश्व यात्रा गर्दाखेरि चाहिँ अब नेपाली भन्ने बित्तिकै इमिग्रेसनमा तपाईँहरूलाई थाहा नै छ होइन, अर्कै ग्रहबाट झन् जस्तो व्यवहारहरू गर्छ। र पनि त्यसको बावजुद पनि यसमा आउन सफल भएको छु। र हामीले विश्वको जुनसुकै ठाउँमा बसे पनि हामी समयले जहाँ पुर्याए पनि हामी नेपाली हो। आफ्नो राष्ट्र, आफ्नो मातृभूमि र आफ्नो माटोलाई जहिले पनि माया गरेर बस्नु होला। थ्याङ्क यू। नेपाली सिरो चाली संसारमा लम्किन्छ, झुम्किरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ। यो नेपाली सिरो चाली संसारमा लम्किन्छ। झुक